दुःख त हुन्छ, तर प्रत्येक दुःखले जीवनको एउटा नयाँ पाठ पनि सिकाउँछ। म सधैँ विश्वास गर्छु कि आफ्ना मानिसहरूको ख्याल राख्नुपर्छ, उनीहरूको सुख दुःखमा साथ दिनुपर्छ। तर यदि उनीहरूलाई हाम्रो भावना र हाम्रो साथको कुनै मूल्य नै छैन भने एकपक्षीय रूपमा मात्र सम्बन्ध निभाइरहनु पनि उचित हुँदैन। सम्बन्ध सधैँ एकतर्फी प्रयासले टिक्दैन। त्यसका लागि दुवै पक्षबाट माया, सम्मान र अपनत्व आवश्यक हुन्छ। हामी भगवान होइनौँ जसलाई केही पनि नचाहियोस्। हामीलाई पनि बदलामा धन होइन, केवल साँचो माया र अपनत्व चाहिन्छ। किनकि हरेक मानिसको सबैभन्दा ठूलो आवश्यकता प्रेम नै हो। त्यसैले जहाँ प्रेम पाइन्छ त्यहाँ मन खोलेर प्रेम दिनुहोस्, किनकि प्रेममा त्यस्तो शक्ति हुन्छ जसले सबैभन्दा कठिन दूरी र सबैभन्दा ठूला सङ्घर्षहरूलाई पनि जित्न सक्छ। याद राख्नुहोस्, दुःखले मानिसलाई कमजोर बनाउँदैन। यदि त्यसबाट केही सिक्न सकियो भने त्यसैले मानिसलाई अझ परिपक्व र बलियो बनाउँछ।